मादल बदल मान्छे छेक्यो मादल बदल नरकिदिनु मादल छोड्नु भनेर के अलिक जान्छ कति पाले गाई मसी खाएको छेउ हिउ खाकी उठ्नु तर खसानी यही हो कि तर खसानी त्यही हो कि अर्को जीवन बिजुली चम्के गाई भैँसी कति छन् कति खान्छौ तैर मै दुध राख्यो तर खसाल्ने यतै हो कि हारको जिउ कति खान्छौ तैर मै दुध राख्यो तर खसाल्ने त्यही हो कि हारको जिउ घरमा मौरी गलैमा बारुला तिम्रो माया कसरी मारुला तिम्रो नि माया कसरी मारुला ओहो जुराले
सातै दिन सातै रात गाए यसो भनी धेरैले फेरि खाए सातै दिन सातै रात गाए यसो भन्ने धेरैले फेल खाए सातै दिन सातै रात गाए यसो भन्ने धेरैले फेल खाए घरमा माउरी गोलाइमा बारुला तिम्रो नि माया कसरी मार्योला तिम्रो माया कसरी मार्योला ल है तिम्रो नि माया कसरी मार्योला लाइभ हो फेरि आयो मेरो फेरि कहिले 55 हे गाईको बाछोमा दामलाइले डोराउन एउटा गिल्लाई नफेर दोहोऱ्याउन गाईको बाछो दाम्लोले डोर्याउन एउटै गीतलाई नफेरि दोहोऱ्याउन एउटै गीत गाईको बाछो दामलाले डोर्याउन एउटै गीतलाई नफेरि दोहोऱ्याउने घरमा माउरी तिम्रो माया कसरी मारोला तिम्रो माया कसरी मारोला अर्कै भन्नु च्यार एउटा गिर्न पर्या थो बसाल्नु पायो चुकुल फाल्यो ओ ए गाउँघरमा आइरहेछ ठुलो बात मुखन सरको परेको मुलाकात गाउँघरमा आइरहेछ ठुलो भाइ मुखन सरको परेको मुलाकात घरमा माउरी गोलाइमा बारुला तिम्रो माया कसरी मारोला तिम्रो माया कसरी मारोला अब बजाउनु भेटेको हाम्रो भेटघाट बनाउनु ल हिजो मात्रै भेटेको नानीले के गर्छ यो मेरो बानीले हिजो मात्रै भेटेको नानीले के गर्यो त यो मेरो बानीले हिजो मात्रै भेटेको नानीले के गर्यो त यो मेरो बानीले घरमा माउरी गोलाइमा बारुला तिम्रो माया कसरी मारोला तिम्रो माया कसरी मारोला ल है कति राम्रो फलामे सियो हिजो छ मनलाई जाने मन नङ्गा देशी दुधाइन मासुलाई के लानु नि सानीमा सासु नङ्गा देशी दुधाइन मासुलाई के लानु सानीमा सासुलाई घरमा नङ्गा देशी दुधाइन मासुलाई के लैजानु सानीमा सासुलाई घरमा माउरी गोलाइमा बारुला तिम्रो नि माया कसरी मारोला तिम्रो माया कसरी मारोला अब एउटै भन्ने एउटाले मादल मात्रै नि त अनि ए कति पर्छ यो किलो चिनी के भन्यो नचिनी कति पर्छ 1 किलो चिनी के भन्न नचिनी कति पर्छ 1 किलो चिनी
भन्यो होला नचिनी नचिनी भन्यो होला नचिनी नचिनी भन्यो होला नचिनी नचिनी लाग्दो जानु मादल बजाउनु पर्छ सँगै 12 बजे घडी लगाउने नि भाउन थाल्ने नि कान्छी सुन्दैन सुन्ने बेला सुन्नु पनि पर्छ बन्द गरेको बन्द भन्छ अब किन यस्तै हुन्छ कहिले कहीँ भिड गाईको बाछो कहिले हुन्छ कहिले कहीँ भिडभाडमा गाईको बाछो मनेर गर्छमा यस्तै हुन्छ कहिले कहीँ भिडभाडमा कसरी मारुला तिम्रो माया कसरी मारुला जाने बेला दाजु भाइको साथी मेरो साथी भनौँ त भाउजू काम हो मेरो हजुर चढ्दैछिन टेलिफोन तारा सासु भनी गर्नेछु नमस्कार चढ्दैछिन टेलिफोन तारा सासु भनी गर्नेछु नमस्कार मात्र गाह्रो हुन्छ चढ्दैछिन टेलिफोन तारा सासु मात्र लाग्यो नमस्कार घरमा माउरीको लाइमा बारुला तिम्रो माया कसरी मारुला तिम्रो माया कसरी मारुला भाइकी सासु अनुसार भन्नु पर्यो ओ सासूको पनिको गमा दान है गमा सान दिनुहोस् क्षमादान गैरी खेतमा पाकेको मार्सिदान ज्वाइँ सासूको पर्नीमा आनन गैरी खेतमा पाकेको मार्सिदान ज्वाइँ सासूको पर्ने भो आनन गैरी खेतमा पाकेको
चाहिँ सासुको पर्ने भो हानाहान घरमा मौरीको लैमा बारुला तिम्रो नि माया कसरी मारुला तिम्रो माया कसरी मारुला सम्झाजु होला नि मारी भेटेको बल्ल बल्ल सासूलाई भेटेँ त्यही भएर म ओमारी भेटेको मैले पनि ओमारी भेटेको बुढीआमाले त आज बुढो भएन अब साथीको साथी उसले करार हुन्छ उसले करार भन्दैन जान्दैन बिचरा हे यो सासूलाई आजै हो भेटेको त्यही भएर हो मारी मेटेको यो सासूमा आजै हो भेटेको त्यही भएर हो मारी मेटेको सासूमा आजै भेटेको त्यही भएर हो मारी मेटेको घरमा मौरीको लैमा बारुला तिम्रो नि माया कसरी मारुला घरमा मौरीको लैमा बारुला तिम्रो माया कसरी मारुला मैले तिम्रो माया कसरी मारुला खोइ कहिले आएको भनेर डाकिन्छौ सासू तिमी अझै बाँकी छौ कसरी आऊ तिमीले आउनु बुढेर खाने छैन नि त निम्ता नगरी कसरी आऊ छैन नि त कसरीमा आऊ खानमा चाहिँ गाउँडेलीमा ल्याएको मै छैन नि त बिना निम्ता कसरी आउने खोइ बिना निम्ता कसरी आउने खोइ होइन बिना निम्ति कसरी आउनु खोइ होइन खाना भन्छ गाउँडोली ल्याएको माई बिना निम्ता कसरी आउनु खोइ खाना भन्छन् गाउँडोली ल्याएको मै छैन निम्ता कसरी आउनु खोइ छैन निम्ता कसरी आउनु खोइ छैन निम्ता कसरी आउनु खोइ घरमा मौरीको लैमा बारुला तिम्रो नि माया कसरी मारुला तिम्रो माया कसरी मारुला ससुरालमा छ छैन साली शुभ लाग्नु सायद छ यसलाई कहिले छ कति छन् त साला र साली शुभ लाग्नु आजै छ यसपालि चोरै छैन होइन ए सासुआमा छ साली शुभ लग्न कहिले छ यसपालि साथी छैन साला र साली शुभ लग्न कहिले छ यसपालि शुभ लग्न छैन साला र साली शुभ लग्न कहिले छ यसपालि शुभ लग्न छँदै छ यसपालि तिम्रो लागि
भेट्नामा कर्म दिने आमा बाउ है सालगा नमुगेर नपर्ने रहेछ भेट्नामा ससुराली आमा बाउ भने पनि भयो कर्म दिने आमा बाउ भने पनि भयो सुनखानीमा निस्कियो तामा दाउ भेट्नालाई कर्म दिने आमा बाउ सुनखानीमा निस्कियो तामा दाउ भेट्नालाई कर्म दिने आमा बाउ भेट्नालाई कर्म दिने आमा बाउ भेट्नालाई कर्म दिने आमा बाउ घरमा बाउरी गोलाइमा बारुला तिम्रो माया कसरी मारुला तिम्रो माया कसरी मारुला मैले तिम्रो माया कसरी मारुला ल है ल के भनेर सुनेन मन खुसी भयो पछि मेरो त यतिको जोइ पाउँदा बिर्नामा न झ्याउरीको गाउँदा के गर्छु त यतिको जोइ पाउँदा खुसी भएको नि अब जोइ पछि ओ हामी जानु अर्कोपट्टि गइसक्यो त अहिले उता आएर साथी नारी सबै माया लाउँदा के खोज्छौ त यतिको ज्वाइँ पाउँदा नारी सबै माया जलाउँदा के खोज्छौ त यतिको ज्वाइँ पाउँदा नारी सबै माया जलाउँदा के खोज्छौ त यतिको ज्वाइँ पाउँदा घरमा माउरी गोलाइमा बारुला तिम्रो माया कसरी मारुला तिम्रो माया कसरी मारुला के जोडिएको भनेको छ त हामीले खोइ छैन हो र के गर्थे अरे भन्नु किन आज बनाइदिनु छोरीको भाग्यमा मेरो भाइले कमाएको देखेर हाम्रो भाइको भाग्यमा देखेर दियो छोरी कमाएको देखेर हाम्रो भाइको भाग्यमा लेखेर दियो छोरी कमाएको देखेर हाम्रै भाइको भाग्यमा लेखेर दियो छोरी कमाएको देखेर हाम्रो भाइको भाग्यमा लेखेर दियो छोरी कमाएको देखेर घरमा माउरी गोलाइमा बारुला तिम्रो नि माया कसरी मारुला तिम्रो नि माया कसरी मारुला
पार्टी आएर बेसी त्यसको आमासितमा कति जारी छ होइन यस्ता आमाले खाएर आमाभन्दा छोरी झन् तललाई भन्दा है आमाभन्दा छोरी भन्दा आमा तल भन्नुहुन्छ ल ए झ्याउरे गीतमा पर्ने भो झगडा छोरी भन्दा आमा झन् तगडा झ्याउरे गीतमा पर्ने भो झगडा छोरी भन्दा आमा झन् तगडा छोरी भन्दा आमा झन् तगडा छोरी भन्दा आमा झन् तगडा घरमा माउरी गलाइमा बारीला तिम्रो नि माया कसरी मारोला तिम्रो नि माया कसरी मारोला जय सिकाउनु भएको हेर्नु त संस्कार सिकाएर हो आमाले संस्कार सिकाएको त्यही भएर हाम्रो भाइ भिकेको स्यामपाटीमै आएर सिकेको त्यही भएर हाम्रो भाइ बिकेको स्यामपाटीमा आएर सिकेको स्यामपाटीमा हाम्रो भाइ बिकेको स्यामपाटीमै आएर सिकेको घरमा मारी गोलाइमा बारुला तिम्रो नि माया कसरी मारुला माया कसरी मारुला ल है तिम्रो माया कसरी मारुला तिमी बस्छौ हो नि छोरीको छैन ज्वाइँ मान्छे छोरीको छैन कपालको र हेर न ऐनाले ज्वाइँ मान्छे छोरीको छैन छोरी आएर सम्हालेको ज्वाइँ राजा रे खोइ हाम्रो ज्वाइँ कहाँ ज्वाइँलाई सोध्नु पर्यो हो भनेर स्मृति राख्नु पर्यो भनेर लाइभ गरेको छिन्न क्यारे टेलिफोन तारा भाइ त हाम्रो साराई नै छिन्न क्यारे टेलिफोन तारा भाइ त हाम्रो साराई नै इमानदार छिन्न क्यारे टेलिफोन तारा भाइ त हाम्रो साराई नै इमानदार भाइका थियो गाईमा माउरी गोलाइमा बारुला तिम्रो नि माया कसरी मारोला तिम्रो नि माया कसरी मारोला यो जगको खपासी होइन र हामीले पनि चिनेको छैन र यो जगीको खपा
ऊ चिन्या भनेर भाग्यो जोगी भाग्यो चिन्या भनेर भाग्यो पैसा गएको त नौलो सुन्नु न केरा उनेर खोए उनेर सबै बारी ल्याएर बेहुला सब्जीतिर लाइन बेहुला मलाई त्यो लाउनु होइन मलाई जोगी बिचारा भाइ जोगी चाहिँ फटा मान्छे चाहिन्छ यार सबैले तानी तानी नचाउने ल है सम्झिने अब भन फेरि भने होइन हिजै भनिसकेको छ आज भन्नु मान्छे जानुका दिदीलाई चाहिँ जोई बनाउनु पर्ने होइन जयको उसो सँगै आफ्नो कार छोरीलाई दिनु रानी हार जयको आफै सँगै छ चिप्लो कार आयो जोगी आयो 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 फेरि यही आयो परिचय खुलाइदिनु हुँदैन र के परिचय खुलाइदिनु अघि गयो तरुनी हेरेर अहिले आयो यो डिजे फेरेर ए जोगी अघि गयो छैन नि यहाँ मलाई दिएको थियो कुन हो कुन हो यो मादल बदल छेक्यो मादल बदल नरक दिनु
माला छोड्नु भनेर के अलिक लान्छ यसलाई अलिक साइड लाग्नु लाइदो लाइभ गरेर छ कि मान्छे है म निकालिदिन्छु खिचिरहनु न घुमाइरहनु मारा बाजु मारा जय श्रीमान नारायण। कानले नदेख्ने
धमिलो मन किन चेलीले घेर्नी सोनाउली बुहारीको मुखले चुटेला चुटेला अब यो सुरु भइसक्यो 1 2 गरेर आउँछ Thank you.
बोलेछ भन्छ नसुहाएको ज्वाइँको चाहिँ पानी को दिदीको
यता यता आइछ त्यता सुन्दैन कि यता आइछ आउनु यहाँ बस्नु नजिकै सँगै बन्नु नाचो नाचो लहे लहे नाचो मारुली कंबर नाचो नाचो लायो 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 बोली लायो लहे
आमा यहाँ मादल बजाउनु नरोकिदिनु त नरोकिदिनु न एकछिन होइन हामी बाबुछराले होइन हराइदिनु
दिँदैन तिलहरी भएर बुहारलाई दिन्छ तिमीलाई तिलहरी यो समाएर बस एक मिनट समूह यता आउन यता उता हो माथिपट्टि पनि नछिकिकन सेक्यो यतिकै बस्ने एकछिन एक मिनट आइहाल्यो ल कता राखिदिनु मेरो युट्युबमा आउँछ जम्मै आउँछ है पाएका छौ
बिचा हल्ला भएन अहिले त फुटेन
चार्जै सक्यो पसला छ अरे 16% छ कति किलो नगराउने अघि ए आलु गर्ने बनाउरो गर्दा रितो भएको सासूले हो गर्दा ए आलु गर्ने बनाउरो गर्दा रितो भएको सासूले हो गर्दा मोरेको दिन र मैले माया सानो गरेको दिन मोरेको दिन र मैले माया सानो गरेको दिन मैले माया सानो गरेको छ बजे आइपुग्नु भनेको थियो होला एकछिन पालो बस्छ
गीत सुन्न चाहिँ दिनु पर्यो है गीत सुन्न दिनु पर्यो ल ल ल ल ल ल नरोक्यौ बादलको घेरो बादलको घेरो गीत सुन्न चाहिँ दिउँ है एकछिन लागेको छैन नि लागेको छैन नि त्यही भएर नातिलाई जिम्मा दि गोर्खा मुद्दामा ल है अलिक पछाडि आउनु पर्छ तपाईँ यहाँ ठेक्यो कि
आज्ञाकारी नाति म भइजान्छु नाति म भइजान्छु मेरी आमा साथैमा लैजान्छु गोर्खा मनका बेगार्नी बुढिया मलाई आमा चाहिँ के गर्ने गोर्खा मनका मिठो मिठो पकाउँछन् तुल्याउँछन् ठुलो मन छ सबै जाटाउँछन् गोर्खा मनकामा स्वार्थी चाहिँ हामीलाई त चाहिँदैन हाम्रो नाति लोभ गर्न